यहाँ मिठो बनाउँछ हाम्रो कुक बहिनीकै दिदीले सट्ट लाएर हेर्नु त्यहाँ पकाउने तरिका नि छ त्यसै हुन्छ ल कुखुराकै अन्डा हो नि होइन त्यसमा दुईवटा अन्डा हाल्दा त कराइ गरिहाल्छ फस्टिसको पनि पाउँछ कोहीले अर्डर गरेर तरिका टक देख्नुभयो यो खाएपछि के खानुपर्छ होइन त अङ्कल यो खाएपछि नचाहियो खसीको मासु नचाहियो कुखुराको मासु देख्नुभयो तरिका आफ्नै आँखा अगाडि पकाएर खानु भनेको उस्तैले कहाँ पाउँछ हौ चलो प्लेटमा लगाइन्छ है चट्ट लगाएर खोइ कफी मेरो ब्ल्याक कफी पऱ्यो नि यस्तो पाउँछ मिठो मिठो पाउँछ यहाँ नेपालगञ्जको स्ट्रिट फुड चाहिँ यस्तो हुन्छ के खाने रोजी टक्कै यहाँ फ्राई गर्नुहुन्छ हाम्रो मास्टर सेफ म चाहिँ सबै एउटा खाइदिउँ क्या हो त्यो चोकको ठ्याक्कै यहाँ आयो भने के छ यो राजेश रोड सेन्टरमा टक्क आउनुहोस् नेपालगञ्जको हावा सहित स्ट्रिट फुड पनि खाइदिनुहोस् प्राइस ट्याग चाहिँ मलाई थाहा भएन अब म खाएर मात्रै भन्छु ल हेर्नुहोस् पाकेको यहाँ मान्छेहरू कति खान्छ कति बज्दैछ 6:30 हुँदैछ मान्छेहरू खानेको हामी तपाईँ भात खुवाइ हुँदैछ यसरी